सम्पूर्ण साथीहरुमा नमस्कार। नेपाली शेयर मार्केट सम्बन्धी विभिन्न जानकारी दिने क्रममा आजको भिडियोमा आजभोलि विभिन्न नयाँ कम्पनीहरुको आईपीओ आउने क्रम जारी रहेको छ र धेरै जना साथीहरुले यही अवसरलाई सदुपयोग गर्दै आईपीओ भर्ने र बढेको बेलामा बेचेर त्यही पैसाबाट घर खर्च, स्कुल फिस, पकेट खर्च आदि पुर्याउँदै आइरहनु भएको हुनुपर्छ र धेरै जनाले यसैको माध्यमबाट सेकेन्डरी मार्केटमा एन्ट्री गर्ने र विभिन्न कम्पनीहरुको शेयर किन्ने र बेच्ने तरिका सिकी कमाउने वातावरण खोजिरहनु भएको होला। यथार्थमा यसरी नै आईपीओ को माध्यमबाट नै नेपाली शेयर मार्केटमा प्रवेश गर्न सकिन्छ। त्यसैले मैले भन्ने गरेको छु, अब कुनै पनि कम्पनीको आईपीओ भर्न नछुटाउनु होला। यसै क्रममा फेरि अर्को एकदमै उत्कृष्ट नेटवर्क भएको कम्पनीले भोलिदेखि अर्थात् फागुनको 5 गतेदेखि दोस्रो चरणको आईपीओ जनरल पब्लिकहरुका लागि निष्कासन गर्दैछ। त्यो कुन सेक्टरको कम्पनी रहेको छ र यसले के कति किता आईपीओ निष्कासन गर्दैछ, यसको आईपीओ कति जनालाई पर्नेछ र यस कम्पनीको आईपीओ भर्दा ठीक हुन्छ कि नभर्दा ठीक होला, कति किता भर्ने र कति गते भित्र भरिसक्नु पर्नेछ, साथै यसको ईपीएस नेटवर्क के कति रहेको छ, यसको बारेमा सम्पूर्ण जानकारी दिनेछु र हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र यस्तै आईपीओ एफपीओ सम्बन्धी विभिन्न जानकारी लिन चाहनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। अब ढिला नगरी भिडियो सुरु गर्न चाहन्छु। सर्वप्रथम त्यो कम्पनी कुन सेक्टरको रहेको छ त यसबारे भन्नुपर्दा हाइड्रो सेक्टरको सुपर खुदी हाइड्रो पावर लिमिटेड रहेको छ भने यस कम्पनीले गत पुसको 6 गते 100 रुपैयाँ अंकित मूल्यको दरले 31 लाख किता आईपीओ निष्कासन गरेर नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो भने त्यसै मध्येबाट केही किता पहिलो चरणको आईपीओ आयोजना स्थानीय बासिन्दाहरूका लागि र केही किता वैदेशिक रोजगारीमा कार्यरत नेपाली साथीहरूको लागि बिक्री गरी त्यस्तै केही किता सामूहिक लगानी कोषलाई छुट्याएर केही किता आफ्ना कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी रहेको 12,86,500 किता आईपीओ जनरल पब्लिकहरुका लागि निष्कासन गर्दैछ। यसअनुसार 10 किताको दरले जम्मा 1,28,650 जनालाई यसको आईपीओ हात पर्नेछ। यो भनेको अत्यन्तै थोरै किता खुल्ने भएको छ। आजभोलि आईपीओ पर्ने साथीहरूको संख्या धेरै भएको हुँदा यसको आईपीओ पर्ने चान्स एकदमै कम रहेको छ। तर पनि हजुरहरूले भर्न भने नछुटाउनु होला, किनकि 1000 लगानीले छोटो समयमा धेरैभन्दा धेरै नाफा हुने पक्का छ। त्यसैले यस कम्पनीको आईपीओ फागुन 5 गतेदेखि 7 गते भित्र भरिसक्नु होला र 10 किता भन्दा बेसी नभर्नु उचित हुनेछ। अब कुरा गरौँ यो कम्पनी कस्तो रहेको छ त। हाल यस कम्पनीले माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गरेको छ भने लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकामा रहेको खुदी खोलामा 26 मेगावाट क्षमताको जलविद्युत बनाइरहेको छ र यसको हालसम्म 83% काम सम्पन्न भइसकेको छ। अब यस आईपीओ बिक्री पश्चात प्राप्त रकम पनि यसै आयोजनामा लगानी गर्नेछ। अब कुरा गरौँ यस कम्पनीको ईपीएस नेटवर्क के कति रहेको छ त। यस कम्पनीको वास्तविक नेटवर्क 08182 को 133 रुपैयाँ 08 पैसा रहेको छ भने ईपीएस 15 रुपैयाँ 70 पैसा रहेको छ। यस आधारमा यस कम्पनीको नेटवर्क निकै राम्रो रहेको बुझ्न सकिन्छ र यस कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपीडब्ल्यूबी इस्योर रेटिङ प्रदान गरेको छ। यसको अर्थ यस कम्पनीले भविष्यमा लगानी सुरक्षित गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ। अब अन्त्यमा कम्पनी जे जस्तो भए तापनि आईपीओबाट लङ टर्म भन्दा सर्ट टर्मबाट छिटोभन्दा छिटो आम्दानी गर्न सकिने हुँदा हजुरहरूले आईपीओ भर्न नछुटाउनु होला भन्छु र यदि यसको आईपीओ वा जुनसुकै आईपीओ पनि समयमै बेच्न सक्नुभयो भने राम्रो फाइदा हुनेछ। हस्त आजलाई यति नै। हाम्रो भिडियो यदि मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र यतिन्जेल भिडियो हेरेर साथ दिनुभएको विशेष धन्यवाद। फेरि अर्को भिडियोमा भेट्नेछौँ।